कांग्रेसको 4 तरंगी झण्डालाई माया विश्वास भरोसा गरेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू युवा साथीहरू यहाँहरू सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु। यहाँहरू सबैलाई जय नेपाल। यहाँहरूलाई प्रारम्भमा एकचोटि म आग्रह गर्न चाहन्छु, जोडले सबैले नलगाडमा कांग्रेस कमजोर छैन भन्ने शङ्काघोषका साथ जोडले जय नेपाल भन्ने आग्रह गर्न चाहन्छु। जय नेपाल। अझै जोडले जय नेपाल भनिदिनु होला। जय नेपाल। नलगाडको भूमिमा कांग्रेसलाई जीवन्त राख्नका निम्ति आफ्नो ज्यान उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूलाई सम्झँदै यहाँहरूको बिचमा म संक्षेपमा केही कुरा राख्ने अनुमति चाहन्छु। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू आफ्नो जीवनको कालखण्डमा पटक पटक मतदान गरेका व्यक्तिहरू यहाँ हुनुहुन्छ। 30-35 वर्षसम्म निरन्तर मतदान गरेका व्यक्तिहरू यहाँ सहभागी हुँदै गर्दा यसपटक हामीले अनपेक्षित रूपमा आएको निर्वाचन, जो आवधिक निर्वाचन थिएन, जुन निर्वाचन नियमित निर्वाचन पनि थिएन, त्यो निर्वाचन अहिले फागुन 21 हुन गइरहेको निर्वाचनमा त्यो निर्वाचनले यहाँका बिचमा थुप्रै खालका प्रश्नहरू र थुप्रै खालका जिज्ञासाहरू जन्माएको छ। एकातिर देश जलेर तहस नहस भएको छ। 60, 70, 80 जना युवाहरू अकालमा गोली खाएर कोही घरभित्र जलेर मरेका छन्। पढ्न भनेर काठमाडौँमा एउटा भविष्य देखेर गएका युवाहरू हजारौंको संख्यामा घाइते भएका छन्। यो नेपालको इतिहासमा कहिल्यै पनि नभएको खरबौंको क्षति 24 घण्टाको अवधिमा यो देशमा जुन भयो, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका विश्वमै नजलेको जसरी जल्यो, ध्वस्त भयो, सखाप भयो। अब यो देश कसरी उठ्छ भन्ने तपाईहरुको बिचमा जिज्ञासा छ। नलगाडका दाजुभाइ दिदीबहिनीहरूको बिचमा एउटा जिज्ञासा छ। हामी पटक पटक मतदान गर्छौं। हामीले निर्वाचित गरेका व्यक्तिहरूले हाम्रा दुःख र सुखमा किन हामीलाई साथ दिनु हुँदैन, तपाईहरुको बिचमा जिज्ञासा छ। म यही भूमिबाट यहीका नागरिक सरह सरकार प्रतिको उत्तरदायित्व निर्वाह गर्ने म एउटा नागरिक हुँ। भूमिकाका हिसाबले कांग्रेसको 4 तरंगी झण्डामा आबद्ध छु। राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा समर्पित छु। यो ठाउँबाट आम नागरिक, चाहे जुनसुकै धर्म, जुनसुकै दल, जुनसुकै भूगोलमा बस्ने नागरिक होला, ती नागरिकका सरह मैले राज्यका पक्षमा गर्नुपर्ने दायित्व निर्वाह गरेको छु र राज्यमा मैले खबरदारी गर्ने कुरा पनि मेरो दायित्व र अधिकारभित्र पछि म त्यो निरन्तर गरिराख्ने कुरा यहाँहरूको बिचमा जिज्ञासा गर्न चाहन्छु। फागुन 21 मा अबको करिब 30-32 दिन पर गएर तपाईले दिनभरिको टन्टलापुर घाममा 2-3 घण्टा टाढाबाट हिँडेर आफूले मन लागेको दलमा निर्वाचित गराउन, मतदान गराउन तपाईहरु सरिक हुँदै हुनुहुन्छ। म यहाँलाई मभन्दा धेरै जान्ने, मभन्दा धेरै बौद्धिक व्यक्तित्वहरू हुन्छ, यसलाई म धेरै कुरा भन्न चाहन्न। यो मतदानले एउटा कुरा फैसला गर्नुपर्छ। आफू सरकारमा हुँदा सिनको नबास्ने, अरू सरकारमा जाँदा यो देश सकियो, बर्बाद भयो, युवाहरू उठ्छन् र यो देश जलाउँछन् भनेर उद्घोष गर्नेहरू सही छन् या यो देशलाई सम्हालेर अगाडि लिनुपर्छ भन्ने राजनीतिक दलको नेतृत्व सही छ भन्ने कुरा तपाईले यो निर्वाचनका मतदानबाट फैसला गर्नुपर्नेछ। तपाईले फैसला गर्नुपर्नेछ। यो निर्वाचनका बेला 2003 सालबाट सुरुवात भएको कांग्रेसको स्थापनाको यात्रा जनताका बीचमा सदैव एक खालले रहिराख्यो। यो नेपालमा स्थापना भएको एमाले भन्ने दल स्थापना कालदेखि आफ्नो नाम कहिल्यै पनि छेपारो शैलीमा कहिल्यै पनि फेरेन। नलगाडमा नेतृत्व, नलगाडबाट सबैभन्दा ठुलो दलको रूपमा रहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी भन्ने दल, जुन दलको सिद्धान्त, विश्वास र आशा बोकेर नलगाडका 49 जना मान्छेले
माओवादी भएर काटिएका थिए। ती काटिएका घरका मान्छे निर्वाचनमा मतदान गर्न जाँदै हुनुहुन्छ होला। तपाईँले हेर्नु होला, तपाईँले गत विगतमा मतदान गरेको चुनाव चिन्ह त्यहाँ भेट्नुहुन्न। तपाईँका छोराले, तपाईँका भाइले, तपाईँका ज्वाइँले जुन विश्वास गरेर त्यो दलमा दलका कारणले रगत बगाउनु भएको थियो, त्यो चुनाव चिन्ह तपाईँले तपाईँको पार्टीको नेतृत्वले बेचेर खाइसकेको छ। आफ्नो दलको चुनाव चिन्ह र झन्डा बचाउन नसक्ने, आफ्ना शहीदको सपना र शहीदको रगतको सम्मान गर्न नसक्ने दलहरूलाई यो निर्वाचनका बेला तपाईँले फैसला गर्नुपर्ने बेला भएको छ। यहाँ तमाम बुढाबाबाहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। मेरो उमेरका नलगाका आधा युवाहरू आज खाडीमा हुनुहुन्छ। यो हाम्रो पाल्लापट्टि देखिराखेको भवनले प्रत्येक वर्ष 60-70 करोड रुपियाँ विनियोजन गर्छ। विनियोजन गरेको त्यो पैसाले यहाँका युवालाई समेट्दैन, यहाँका सुत्केरी आमाहरूलाई समेट्दैन, यहाँका विद्यार्थीका भविष्यहरू देख्दैन। यहाँका तलब खान नपाएर 10 दिन आएर नगरपालिकाका अगाडि हाम्रो तलब देऊ भनेर कराउने बाल विकास शिक्षिकाहरूका समस्या देख्दैन। नलगाडका औषधि खान नपाएका नागरिकहरूको व्यथा र कथा चिन्दैन। यो भवनले एउटै कुरा चिन्छ, आफ्ना नेताहरू, आफ्ना जनप्रतिनिधिलाई आलिशान सुविधा कसरी दिन सकिन्छ, यही कुरा चिन्ह छ। त्यही कुराको फैसला फागुनले निर्वाचनले गर्दैछ। यहाँहरूका बिचमा निवेदन गर्न चाहन्छु, अहिलेसम्मको सबै सही छ भने फरक विषय मेरो उमेरको हुनुहुन्छ। अभाव, अप्ठ्यारो, कठिन परिस्थितिमा जाजरगढी जनताको बिचमा भएको व्यक्ति हो। उहाँले चुनाव हार्दा फरक पर्दैन। तपाईँले मतदान गर्दा एउटा कुरा हेरिदिनु होला, 60 लाख रुपियाँ 58 लाख रुपियाँ यो नलगाडले मसलन्द खर्च भनेर 1 वर्षमा खर्च गर्दो रहेछ। युवा साथीहरू हिसाब गर्नु होला, 1 वर्षमा एउटा नगरपालिकाले 58 लाखको मसलन्द खर्च के गरेर खर्च गर्छ। त्यो निर्वाचनका दिन तपाईँहरू सम्झेर मतदान केन्द्रमा गइदिनमा आग्रह गर्न चाहन्छु। तपाईँले देख्नु भएको छ नलगाडको महालेखाको प्रतिवेदनमा त्यसै यहाँहरूको बिचमा कराइराखेका छैन। महालेखाको वेबसाइटमा गएर त्यहाँको प्रतिवेदन हेरिदिनु होला। 1 वर्षमा नलगाडले 14 लाख रुपियाँ आर्थिक सहायता भनेर बाँड्दो रहेछ। तपाईँहरू कसैले यो गत आर्थिक वर्षमा नलगाडबाट 1 रुपियाँ आर्थिक सहायता पाउनु भएको छ? कसैले पाउनु भएको छ भने माओवादीलाई मतदान गरिदिनु होला। पाउनु भएको छैन, तपाईँको अधिकार हो, तपाईँको पसिनाको अधिकार हो, त्यो क्षेत्र अधिकार हो। र त्यो मतदान गर्दा हामीले अब भन्नु पर्नेछ, जसले उपचार खर्च पाउँछन्, जसले नलगाडबाट प्रत्येक वर्ष 40 लाखको तेल हाल्छन्, जसले नलगाडबाट 34 लाखको प्रत्येक वर्षमा गाडी घोडा मर्मत गर्छन्, ती व्यक्तिले मात्र नलगाडका माओवादीलाई मतदान गर्ने हो। त्यसैले अरू सबैलाई म आग्रह गर्न चाहन्छु, हामी यथास्थितिमा रहेर यो नलगाडलाई टुलटुल हेरिराख्ने हो भने, कसैलाई उहाँहरूको मनोगत रूपले चल्न दिने हो भने नलगाड ध्वस्त भइसकेको कुरा यहाँहरूको बिचमा निवेदन गर्न चाहन्छु। त्यसका ज्वलन्त उदाहरण तपाईँको टोलमा छन्, बस्तीमा छन्। मैले यहाँलाई सम्झाउँदै गर्दा आज सिउनामा 10 वर्ष नलगाडको नेतृत्व माओवादीले गर्दै गर्दा सिउनामा बत्ती किन बनेको छैन, आज गर्छिनामा बत्ती किन बनेको छैन, आज जुरेलीमा मोटर बाटो किन पुगेको छैन। प्रत्येक वर्ष 80 लाख विनियोजन गर्दै गर्दा बुढा बाआमाहरूको मुहारमा खुसी थपिने होइन भने त्यही दरलाई निरन्तरता दिनु हाम्रो लाचारीपना भन्दा अरूको केही हुन नसक्ने कुरा यहाँहरूको बिचमा म निवेदन गर्न चाहन्छु। आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, यो फैसला जसरी अदालतमा न्यायाधीशले पटक पटकको छलफल बहस पेशीका माध्यमबाट एउटा मुद्दालाई किनारा लगाउँछन्, त्यसै गरिकन नलगाडमा तपाईँको कर राज्यको पैसामा ज्यादती गर्नेहरूलाई किनारा लगाउन दिनका रूपमा फागुन 21लाई यहाँहरू सबैले लिनुहुनेछ, जनताका बिचमा जानुहुनेछ। यो आज उम्मेदवार भएको खडक विषय फागुन 21 का दिन पछाडिबाट माननीय खडक बहादुर बुढाका रूपमा दर्जा हुनुहुनेछ र त्यो जोरदार ताली हामीले एकचोटि बजाइदिन र त्यो शङ्खघोष नलगाडले गर्नेछ। नलगाड झुट जाल र बेइमानका पक्षमा लाग्दैन। नलगाड जुर्मुराउनु पर्छ, नलगाड जाग्नुपर्छ, नलगाड व्यक्तिका विरुद्ध उभिनुपर्छ। यहाँहरूको साथमा म सदैव रहने वचनबद्धता राख्दै आजबाट 30-32 दिनसम्म यहाँहरू अहोरात्र
खट दिनका निम्ति अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैलाई धन्यवाद दिँदै आफ्नो कुरा अन्त गर्छु। जय नेपाल।